लोकसेवा भन्ने शब्द त तपाईँले सुन्नुभएकै होला। अझ भनौँ लोकसेवा लड्ने वा लोकसेवामा नाम निकालेर सरकारी जागिर खाने। यी शब्द बढी प्रयोगमा हुने शब्दहरू हुन्। सरकारी अस्पतालको डाक्टर, विद्यालयमा पढाउने शिक्षकदेखि सबै सरकारी कार्यालय र तपाईँ हाम्रै वडा कार्यालयमा काम गर्ने कर्मचारी समेत यही लोकसेवामा नाम निकालेर आएका हुन्छन्। तर तपाईँलाई थाहा छ लोकसेवा के हो? लोकसेवामा कसरी भिड्ने वा सरकारी जागिर कसरी खान सकिन्छ त भन्ने विषयमा आजको यस भिडियोमा विशेष जानकारी दिने कोसिस गर्नेछौँ। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला। लोकसेवाको बारेमा राम्रोसँग बुझ्न यसको इतिहास हेर्नुपर्छ। विक्रम सम्वत 2007 सालसम्म आइपुग्दा पनि नेपालका ठूला प्रशासनिक पद वा सरकारी पदहरूमा नेपोटिजम बढी हावी हुने गर्थ्यो। अर्थात् जसको पहुँच थियो ऊ र उसका आफन्तहरू मात्र सरकारी कर्मचारी रहन्थे। विक्रम सम्वत 2007 सालमा राणा शासनको अन्त्य भयो र प्रजातन्त्र आयो। त्यसपछि भने सरकारी कर्मचारी व्यवस्थापन गर्ने छुट्टै निकायका रूपमा विक्रम सम्वत 2008 साल असार 1 गते पब्लिक सर्भिस कमिसनको स्थापना भयो, जसका प्रथम सभापति थिए नरेन्द्रमान सिंह प्रधान। पछि गएर यसको नाम परिवर्तन गरी लोकसेवा आयोग बनाइयो। नेपाल अधिराज्यको संविधान 2063ले यसलाई संवैधानिक निकायको मान्यता दियो र हाल नेपालको संविधान 2072ले संविधानको भाग 23मा लोकसेवा आयोगको व्यवस्था गरेको छ। अब तपाईँको मनमा लाग्न सक्छ सरकारी कर्मचारी कसरी बन्ने त? सर्वप्रथम लोकसेवा आयोगले नेपालभरिका सरकारी कार्यालयबाट रिक्त रहेका पदहरू कति छन् भनेर माग सङ्कलन गर्छ। त्यसपछि कुन कुन पदहरू हुन् त्यसको वर्गीकरण गर्छ। सामान्यतया लोकसेवा आयोगले खरिदार, नायब सुब्बा, शाखा अधिकृत, उपसचिव, सहसचिव र सचिव गरी फरक समयमा विज्ञापन प्रकाशन गर्दछ। आयोगले तोकेको समयभित्र उक्त पदका लागि योग्यता पुगेको नेपाली नागरिकले अप्लाई गर्नुपर्नेछ, जसका लागि न्यूनतम उमेर 18 वर्ष पुगेको र एसएलसी उत्तीर्ण गरेको हुनुपर्दछ भने पद अनुसार योग्यता पनि फरक हुने गर्दछ। त्यसपछि लोकसेवा आयोगले परीक्षाका लागि मिति तोक्छ र परीक्षामा सबैभन्दा बढी प्राप्ताङ्क आउने उम्मेदवार क्रमशः सरकारी जागिरका लागि सिफारिस हुन्छ। तर परीक्षा भने 3 चरणमा हुने गर्दछ। पहिलोमा आइक्यू र जीके क्वेशन हुने गर्दछ भने दोस्रोमा लिखित र तेस्रोमा कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ता हुने गर्दछ। लोकसेवा आयोगको सिफारिसमा सम्बन्धित कार्यालयले कर्मचारी नियुक्त गर्ने गर्दछ। नेपालको प्रचलित कानुन बमोजिम कर्मचारीलाई तलब, भत्ता, बिदाहरू लगायत विभिन्न सेवा सुविधा प्राप्त हुने गर्दछ। सरकारी जागिरको राम्रो पक्ष त के छ भने 10 बजेदेखि 5 बजेसम्म काम गर्नुपर्ने र आफैले राजीनामा नदिएसम्म सरकारी सेवामा नै रहन सकिन्छ। साथै समयमा सरुवा, बढुवा र 20 वर्ष सेवा गरेपछि सेवानिवृत्त हुने अर्थात् पेन्सन पाक्ने गर्दछ। यिनै धेरै सेवा सुविधाहरू रहेकै कारण अहिले लोकसेवा भिड्ने व्यक्तिको घुइँचो लाग्ने गर्दछ। तर पनि उच्च प्रतिस्पर्धा भएको कारणले सीमित सङ्ख्यामा मात्र सरकारी जागिरमा नाम निकाल्ने गर्दछन्। यदि तपाईहरू पनि सरकारी जागिरे हुने सोचमा हुनुहुन्छ भने आजैबाट मेहनत गर्नुहोस् र थप सहयोग प्राप्त गर्नका लागि यस युट्युब च्यानललाई सब्स्क्राइब गरी जोडिनुहोला।